यसरी प्लास्टिकमा पार्सल भएर आएको छ। हेलो साथीहरू, के छ खबर? सबै सन्चै हुनुहुन्छ होला? म पनि एकदम ठिकठाक छु। आजको नास्ता छ पानीपुरी। यसरी प्लास्टिकमा पार्सल भएर आएको छ। सो अब ढिला नगरिकन खान लागे म। केटीहरूको एकदम मनपर्ने पानीपुरी चटपटे। सो म चाहिँ अब खान लागे ढिला नगरिकन। पानीपुरीको नाम सुनेर पानी आइसक्यो मुखमा साथीहरू। सो वाट्स द्याट। यो चाहिँ अलिक सानो रहेछ साथीहरू, घाटा लाग्ने भयो। पानीपुरी चाहिँ सक्यो, पानी चाहिँ रहेछ, पिउनै पर्यो होइन। फाइनल्ली एक प्लेट पानीपुरी सक्यो साथीहरू। एकदमै खट्टो पिरो दामी रहेछ पानीपुरी चाहिँ। सो आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्न नबिर्सनु होला। फेरि पनि यस्तै भिडियो लिएर आउने नै छु। अहिलेको लागि बाई बाई।